एउटा नगरपालिकाको सभापति बाहेक अरू सभापतिहरू यहाँ बस्नु हुनुहुन्छ, 3टा बाहेक सबै सभापतिज्यूहरूले यसलाई मध्यनजर गरेर तपाईहरु कार्यकारी तहमा हुनुहुन्छ, गाउँपालिका कार्य समिति हाम्रो कार्यकारी कार्य समिति हो, उहाँहरूले चाहिँ आफूबाट साथीहरूलाई खबर गरेर आफ्नो अनुकूलतामा हामीले एकै दिन गर्ने चाहिँ नीति लिन खोजेका थियौँ। साथीहरूलाई समयको पनि समस्या होला भनेर 9 गतेदेखि 14 गतेसम्म आफ्नो अनुकूल कुन दिन पर्छ त्यो दिन मिलाएर चाहिँ यो चाहिँ दिन तोकेर गाउँपालिका क्षेत्र पार्टीलाई जिल्ला पार्टीलाई जानकारी गराउनु हुन म साथीहरूलाई अनुरोध गर्न चाहन्छु। र 9 गतेदेखि 14 गतेसम्म हामीले सम्मेलनमा पनि यो आन्तरिक विशेष अभियानका बारेमा छलफल गर्नेछौँ। फेरि 10 गतेपछि अर्को कार्यक्रम छ, केन्द्रीय पार्टीले तोकेर पठाएको हाम्रो केन्द्रीय प्रतिनिधि उपस्थित भएर हुने अर्को कार्यक्रम छ भदौको 10 गतेपछि। त्यो 10 गतेपछि हुने कार्यक्रमलाई चाहिँ हामी यही चाहिँ सम्मेलनसँगै जोड्दै लानेछौँ। हाम्रो सम्मेलन 10 गतेपछि 9 गतेपछि छ। एउटै साथीहरूलाई कतिपटक दुःख दिइरहने समयको पनि अभाव हुन्छ। पटक आज भोलि पछि दिनदिनै साथीहरू मिटिङ मात्रै भनेर बोलाउँदा पनि समस्या हुन्छ भनेर हामीले समस्या नै बुझेर केन्द्रले तोकेको कार्यक्रमलाई नै त्यहाँ जोड्ने र प्रत्येक वार्डमा